खेमेले गीत गाउँछ बबिना दिदीको चाहिँ डान्स अघि चाहिँ म नाच्छु भन्दै हुनुहुन्छ नि त बबिना दिदीको चाहिँ डान्स जान्छ मैले चाहिँ गीत गाउनु पर्यो नि कस्तो गीत गाउने एरिसलाई त पर्दैन केही पनि ऊ पनि उतापट्टिको होइन एरिसलाई चाहिँ एउटा पनिसमेन्ट छ के पनिसमेन्ट छ भन्दाखेरि एरिस चाहिँ मलाई हेरिबस्छ ल ओके ओके खेमेले चाहिँ एउटा गीत गाउनु पर्यो बबिना दिदीको चाहिँ डान्स जान्छ त्यसमा ठ्याक्कै उल्टो के ल गाऊ म नाच्छु ल गाऊ है छिटो अब गाउनै पर्यो नि यत्रो बजारेर हानेको छ ओके अब नाच्ने गीत त होला नि होइन जस्तो गीत गाउँदा पनि भयो डान्सरले चाहिँ अलिक आफ्नो फ्लेक्सिबिलिटी देखाउनु पर्यो कि अलिक लिरिकल सिरिकल पनि जान्छ नि कहिले कहिले यस्तो खालको के बुझेन यो खालको के तिम्रो गीत छ नि भाग्यमानी यो खालको पुरा लिरिकल जानु पर्यो के यही जानु पर्यो यस्तो भाग्यमानी रहेछ खै कुनी जो तिम्रो अङ्गालोमा खालको जानु पर्यो के लिरिकल हुन्छ नि त ल बबिना दिदी तपाईँ रेडी हो नि यो गीतमा राजा रेडी हो नि उसले गाउने खालको गीत नदिनु पर्छ नि त त्यही भएर त म नाच्दियो तिमीले गाउने खालको गीत दिदिन ल अर्को खालको गाऊ अर्कै प्याटर्न दिनुपर्छ नि अनि पनिसमेन्ट हुन्छ सम्झना बिर्सन सललला झन्झन बढ्यो तिर्सन सललला सम्झना बिर्सन सललला झन्झन बढ्यो तिर्सन सललला मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला झिमझिम मोटर गाडीमा तिमीलाई चढौला सम्झना बिर्सन सललला झन्झन बढ्यो तिर्सन सललला ए सासै जाला जस्तो भयो त ठिक छ पुग्यो पाँचै त नगरौँ यार ठिक छ पुग्यो बबाल दामी पर्फर्मेन्स बबिना दिदीकोबाट मल्टी ट्यालेन्टेड एन्ड द खेमे द मल्टी ट्यालेन्टेड म्यान ओके धन्यवाद थ्याङ्क यू सो मच थ्याङ्क यू फर एक्सेप्टिङ आवर पनिसमेन्ट केराम्यान हाम्रो लास्ट मलाई पनि थ्याङ्क यू भन्नु न Thank you Eris for watching me. ल रमाइलो भयो यस्तो रमाइलो ल सुन्नु 1 versus 3 1 versus 9 1 versus अब हुँदैन 1 versus 3 हुँदैन अब टाइम भइसक्यो म पनि सुत्न जानुपर्छ त्यसैले के आमा 11 भइसक्यो त त्यही त जान्छु ल म राम्रोसँग बस्नुस् ल बाइ क्यामेरामा नाच्छौँ गुड नाइट ल जान्छु म ल ओके दाइ टेक केयर बाइ बाइ